हेलो नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। सो आज चाहिँ म बाबुको बर्थडे सेलिब्रेसनको लागि थोरै केक बनाउँदैछु, सानो केक होममेड बनाउँदैछु। सो मैले थोरै सुजी लिएको छु, सुजी र चिनी लिएर हजुरले ग्राइन्ड गर्दैछु, देख्न सक्नुहुन्छ। अलि मसिनो बनाउनको लागि चाहिँ सो अलि ठुल्ठुलै थियो, त्यसलाई चाहिँ मैले मसिनो बनाउन लगाइदिएछु। त्यसमा मैले थोरै मैदा पनि एड गरिदिएको छु, देख्न सक्नुहुन्छ। मैदा थोरै एड गरिसकेपछि यसलाई एकदमै घोलेर चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। त्यसपछि म 2टा एग लिँदैछु। सो यसको विथ रानी है, रानीसँग लिएर चाहिँ हजुरहरूले एकदमै मजाले यसलाई चाहिँ फिट्नु सक्नुहुन्छ। फिटिसकेपछि चाहिँ यो अन्डा र त्यो रानी चाहिँ र व्हाइट भाग चाहिँ मिक्स भइसकेपछि यतिको भइसकेपछि चाहिँ हजुरहरूले यसमा बेकिङ पाउडर र बेकिङ सोडा हाल्न सक्छ। आफ्नो कति खाने स्वाद अनुसारकोले चाहिँ हजुरहरूले हाल्न सक्नुहुन्छ। सो धेरै पनि नहाल्नु होला है। त्यसपछि यतिको भइसकेपछि मैले अघि नै मिक्स गरेको फ्लोरहरू चाहिँ हजुरले देख्न सक्नुहुन्छ, मिक्स गरिदिइसकेँ अन्डासँग। सो मैले यसमा अलिकति थोरै तेल पनि हालेको थिएँ है। हजुरहरूले कुनै पनि भेजिटेबल ओइल अथवा हजुरहरूले चाहिँ कुनै पनि बटरहरू हाल्न सक्नुहुन्छ। सो मैले चाहिँ अब थोरै हेर्न सक्नुहुन्छ कुकिङ पाउडर हालेर कोको पाउडर हालिसकेपछि यतिको भयो र मैले तेलमा लगाएर भाँडामा यो चाहिँ एउटा कहानी छ है, हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो भाँडा नभएर चाहिँ होइन, मैले केकको भाँडामै अर्जेन्टली चाहिँ मैले अब यो पिज्जा बनाउने भाँडामा नै बनाउँदैछु। सो यसलाई जहाँ इच्छा त्यहाँ उपाय भनेको यही हो। सो मैले यति भइसकेपछि चाहिँ हजुर देख्न सक्नुहुन्छ कुक हुँदैछ, बेक हुँदैछ सरी। सो बेक भइसकेपछि देख्नुहुन्छ यतिको भएको छ मेरो चाहिँ केक रेडी। सो लगभग मेरो 50% काम चाहिँ सिधिसकेको छ बेकिङको। सो यति भइसकेपछि मैले अब पाकेँ कि पाकेन भित्रसम्म भने चाहिँ चेक गर्दैछु। यदि टुथपिकमा टाँसेन भने चाहिँ हजुरको पाक्यो भने बुझ्न सक्नुहुन्छ। सो यतिको भइसकेपछि अब मैले जुक्ति लगाएँ कसरी गर्ने भने तह त बनाउनु पऱ्यो, केक त बनाउनु पऱ्यो। सो यतिको मैले बनाएँ, यो दिमाग लगाएर चाहिँ। यो चाहिँ मेरो श्रीमानजीको दिमाग हो। सो यतिको देख्न सक्नुहुन्छ। यतिको भइसकेपछि चाहिँ फ्लफी नै भएको छ। सो मलाई चाहिँ सेटिस्फ्याक्सन नै भएको थियो। सो अब हेर्न सक्नुहुन्छ त्यसपछि यसमा चाहिँ अलिक ड्राई नै हुन्छ, त्यसको लागि चाहिँ आफ्नो स्वाद अनुसार, आफ्नो गुलियो अनुसार कति खानुहुन्छ त्यो अनुसारको चिनी र पानीको घोल बनाउनुहोस्। र यसलाई चाहिँ माथिबाट मजाले हजुरहरूले चाहिँ फैलाएर चाहिँ हजुरहरूले लगाउन सकिन्छ। सो यसमा लगाइसकेपछि चाहिँ कति हजुरको अब गुलियो कति खानुहुन्छ, घरमा हुनुहुन्छ होला कोही गुलियो कम खाने। मेरो घरमा चाहिँ सबैजना प्रायः जसो मम्मी बाबाहरू चाहिँ सुगरको बिरामी हुनुहुन्छ। सो मैले यसमा चाहिँ त्यही हेरेर चाहिँ थोरै थोरै हालेँ, धेरै नै हालेर। अब यसमा चाहिँ हजुरको उसमा पनि गुलियो हुन्छ, के अरे क्रिममा नि गुलियो हुन्छ, त थाहा भएको कुरा नै हो हजुरलाई। सो यतिको भइसकेपछि चाहिँ मैले अब अर्को नेक्स्ट गरेर चाहिँ मैले 3 तहको बनाएको थिएँ, जुन चाहिँ मैले यसमा खासै हालेको छुइनँ। सो देख्न सक्नुहुन्छ 3 तहको भइसकेको छ, लगभग एउटा 2टा 3टा तहको छ। त्यसपछि अनि माथिपट्टि 2टा सानो छ होइन। त्यसपछि मैले यसमा क्रिम पनि दल्दै, जुन चाहिँ मैले घरमै बनाएको थियो है। अब यसमा चाहिँ क्रिममा चाहिँ म यो ड्राई क्रिम पाउडर क्रिम हाल्दैछु। सो मैले क्रिमको लागि चाहिँ यसरी प्रोसेस गरेको थियो, अलिकति थोरै दुध हालेर। मेरो चाहिँ खासमा चाहिँ यो क्रिममा चाहिँ धेरै नै क्रिमी बनेन, किनभने मैले चिसो, मेरो फ्रिजमा चिसो पानी पनि रहेछ है। अब जाडोमा चिसो पानी कसले खान्छ र होइन। त्यसैले चाहिँ यसमा दुध नै थोरै मनतातो दुध थियो, त्यही नै मैले अलिकति हल्का सेलाएर चाहिँ हालिदिएको थिएँ। सो यतिकोसम्म भएको थियो है। यतिसम्म भइसकेपछि चाहिँ मैले त्यसपछि अब केकमा अघि बनाएको केकमा चाहिँ यसरी दलिदिएँ है, चारैतिर दली यसरी लगाइदिइसकेपछि चाहिँ मैले चाहिँ भाँडै मैले नि एकदम अप्पर झट नै गरे भएर चाहिँ मलाई चाहिँ कुनै पनि भाँडा पनि थिएन, केही थिएन। मैले चाहिँ आइडिया भएन कसरी गर्ने भनेर एकदम कन्फ्युज भएँ। सो यतिको अब नेक्स्ट टाइमकोमा चाहिँ म एकदम राम्रो बनाउने प्रयास गर्छु। सो यतिको भएको छ मेरो चाहिँ केक। तर केक चाहिँ मेरो एकदम मिठो थियो, सबैजनाले मिठो भन्नुभएको छ। अब मैले माथिबाट चाहिँ यसरी चक्लेटलाई गार्निस गरिदिएको छु। सो फाइनली मेरो छोराको 4th बर्थडे पनि सेलिब्रेट भयो। यति खुसी थियो मेरो छोरालाई आजलाई। बाई बाई।